कहिले तपाईहरुले सुन्नुभएको छ कि एउटै घरमा दुई जना नार्सिसिस्ट, त्यो पनि पार्टनरको रूपमा। हामीहरू सुन्छौँ नि नार्सिसिस्ट इम्प्याथको लभ स्टोरी, तिनीहरू कुन कुन सिचुएसनबाट आफ्नो रिलेसनसिपमा रहन्छन्, कति दुःख भोग्नुपर्छ, के भोग्नुपर्छ, नार्सिसिस्ट कसरी इम्प्याथलाई एट्र्याक्ट गर्छ, यो सबै हामी सुन्छौँ। तर कहिले यो सुन्दैनौँ कि दुईवटा नार्सिसिस्ट पार्टनरको रूपमा कसरी एक साथ बस्छ, कसरी जिन्दगी बिताउँछ। हामी यसमाथि नै कुरा गर्छौँ। म हुँ मनिषा कर्ण, तपाईहरुको रिलेसनसिप कोच। जब एउटै घरमा दुईवटा नार्सिसिस्ट आउँछ नि, त्यो धेरै जसो नि एरेन्ज म्यारेजमा हुन्छ, लभ म्यारेजमा धेरै कम। त सुरुमा त्यही हो कि दुवै एक अर्कामाथि लभ बम्बिङ गर्छ, किनकि दुवैलाई त थाहा हुँदैन कि दुवै एक अर्का जस्तै छन्। त्यही झुठो बोल्ने, एक अर्कामाथि आरोप लगाउने, फेक आइडेन्टिटी लिएर हिँड्ने। त तिनीहरू सुरुमा त्यही हो, लभ बम्बिङ गर्ने, एक अर्कामाथि झुठो आरोप लगाउने, आफ्नो गल्ती कहिले नमान्ने, यस्तै गर्छ। तर त्यहाँ एउटा ट्विस्ट यस्तो आउँछ कि जो हाई लेभलको नार्सिसिस्ट हुन्छ नि, त्यो अलि लो लेभलको नार्सिसिस्टलाई दबाउने कोसिस गर्छ। तपाईहरुलाई नि एउटा स्टोरीको थ्रुमा सम्झाउँछु। एउटा लेडी आउनुभएको थियो, उहाँले भन्नुभयो कि उहाँको जब बिहे भयो नि, उहाँको ससुरालीमा सास र ससुरा दुवै थिए नार्सिसिस्ट। हस्बेन्ड पनि त्यसको नार्सिसिस्ट, तर सास ससुरा दुवै नार्सिसिस्ट। त त्यहाँ के हुन्थ्यो नि कि ससुरा जो हुनुहुन्थ्यो नि, त्यो ओभर्ट नार्सिसिस्ट। ओभर्ट नार्सिसिस्टको मतलब कराउने, पब्लिकली इन्सल्ट गर्ने, जे मन लाग्यो त्यो भनिदिने, आफ्नो कन्ट्रोल पाउने कोसिस गर्ने, त्यस्तै हुन्छ। कोभर्ट नार्सिसिस्ट के गर्छ नि, कोभर्टको मतलब हो गुप्त, शान्तिले पीठ पछि चाकु घोपिदिन। सुन्नुभएको होला नि कि पछाडिबाट छुरा घोपिदिने, त्यस्तै टाइपको। हुन त दुवै नार्सिसिस्टले त्यस्तै गर्छ, तर यो कराउँदैन। कोभर्ट नार्सिसिस्ट चुपचापले पछाडिबाट छुरा घोपिदिने र आफ्नो नाम पनि आउन नदिने, यस्तो टाइपको हुन्छ। त त्यहाँ के भयो नि कि त्यसको ससुरामा एकदमै हाई लेभलको नार्सिसिस्ट हुनुहुन्थ्यो। त त्यहाँ त्यसको सासूको चल्न दिनु भएन। त्यसको सासूलाई कन्ट्रोल त कसैमाथि चाहियो, किनकि तिनीहरूको भोक पुरा हुँदैन। कन्ट्रोल पाउँछ भने मात्रै तिनीहरूको भोक मेटिन्छ। त त्यसको सासू आफ्नो सासूलाई कन्ट्रोल गर्ने, आफ्नो हिसाबले चलाउने, इन्सल्ट गर्ने, जे मन लाग्थ्यो कराउने, त्यस्तो टाइपको। त्यसपछि त्यसको बच्चा भयो त्यसको सासूको। त त्यसमा एउटा बच्चा थियो त्यो शान्त टाइपको, अनि अर्को बच्चा थियो धेरै रिसाहा। त्यो के गर्ने, आफ्नो जुन रिसाहा छोरा छ नि त्यसलाई नै उक्साइदिने। त्यसको त्यो छोरा भइगयो, अरूमाथि त्यसै गरी कराउने। त पछिबाट त्यो रिसाहा छोराको नि बिहे भयो। जब बिहे भयो नि, त त्यसको श्रीमती आई इम्प्याथ, एकदमै शान्त, घर सम्हाल्ने, त्यस्तै टाइपको हुन्छ नि इम्प्याथ। सबलाई रेस्पेक्ट गर्ने, भ्यालु गर्ने, त्यस्तै टाइपको हुन्छ। त त्यो त्यस्तै थिए। त त्यसमाथि कन्ट्रोल बनाउनको लागि आफ्नै छोरालाई उक्साइदिने, छोरा त्यही रिसाहा सिधा आफ्नो श्रीमतीमाथि एट्याक, त्यस्तै गर्ने। अनि आफू एकदम अन्जान कि मैले केही गरेकै छैन। त त्यसरी तिनीहरू कन्ट्रोल गर्छन्। यता उक्साइदिने, चारैतिर उसलाई बदनाम गरिदिने, आफ्नो बुहारीलाई, आफ्नो छोरालाई, त्यस्तो टाइपको हुन्छ। त एक घरमा दुईवटा नार्सिसिस्ट छ नि, त तिनीहरूको रिलेसनसिप यस्तै हुन्छ, तिनीहरूको जिन्दगी यस्तै हुन्छ। तिनीहरू समाजलाई देखाउनको लागि जसरी पनि एकसाथ बस्ने कोसिस गर्छ। यो छैन कि तिनीहरूको डिभोर्स भइहाल्छ, कसैको त हुन्छ।
तर तिनीहरूलाई त दिखावा धेरै मनपर्छ त जसरी त्यसरी तिनीहरू रहन्छ। तर यसको स्टोरी पनि पुरा गरिदिन्छु। जब त्यसको बुहारीलाई सुरुमा त त्यो कन्ट्रोलमा थिए, तर पछिबाट नि जब थाहा भयो कि त्यसको हस्बेन्ड पनि नार्सिसिस्ट हुनुहुन्छ, त्यसको सासू ससुरा दुवै नार्सिसिस्ट, तब त्यो पनि शान्तिले, त्यसलाई त धेरै झेल्नु पर्यो, धेरै दुःख सहनु पर्यो, तर त्यो पनि शान्तिले चुपचापले पाउँके तले से जमिन खिच्काँदैन, सुन्नुभएको होला, त्यस्तै त्यसले पनि गर्यो। चुपचापले आफ्नो करियरमाथि फोकस भई अगाडि बढी। त्यसपछि तिनीहरूको सबैको अनुहार हेर्ने लागेको थियो। तिनीहरूलाई लाग्थ्यो यो केही गर्नै सक्दैन। अहिले त्यो हाई लेभल जुन वर्क गर्नु भइरहेको छ त्यो धेरै हाई लेभलमा छ। यस्तो हुन्छ दुईजना नार्सिसिस्टको रिलेसनसिप। यहाँ तपाईँहरूलाई भिडियो राम्रो लागेको छ भने मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब जरुर गरिदिनु होला। मेरो अलि नेपाली विक छ, हिन्दी बोल्ने बानीको कारणले। अनि कसैलाई पर्सनल सेसन लिनु छ, जो नार्सिसिस्टको जुङ्गलमा बस्नुभएको छ, पढ्नुभएको छ, जो त्यसबाट निस्कन सक्नु भइरहेको छैन, अथवा त्यो रिलेसनसिपमा कसरी बस्ने, के गर्ने बुझ्न सक्नु भइरहेको छैन भने पर्सनल सेसन लिनु छ भने मेरो बायोमा गएर व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ। बायोमा मेरो व्हाट्सएप नम्बर छ, अथवा तपाईँ डिस्क्रिप्सन बक्सबाट मेरो व्हाट्सएप नम्बर लिन सक्नुहुन्छ, म त्यसमा पनि राखिदिन्छु। कुनै पोइन्ट छुटेको छ भने मेरो कमेन्ट बक्समा तपाईँ लेखिदिनु कि म त्यसमाथि डिटेल भिडियो बनाउन सकूँ, जो अरूलाई पनि काम लागोस्।